हेर्नु त साथीहरू, म आज फर्स्टपटक फर्सीको मुन्टाको अचार बनाउन तयारी गर्दैछु। पहिला फर्सीको मुन्टालाई केलाएर धोई पखाली गरी पानीमा 5 मिनटको लागि उमाल्न छोडेको छु। अब यो करिब 5 मिनट हुन लागेको छ। अनि मैले यो मुन्टाको पानी फालेर छानेर 2-3 मिनटको लागि यसलाई यसो फ्राई गर्न थालेँ। जिरा र खोर्सानी मात्रै पड्काएर यसलाई फ्राई गर्न थालेको छु। यसलाई 2-3 मिनट फ्राई मात्र गरे पुग्छ। पहिले नै उसिनेको कारणले गर्दाखेरि साग पाकेर रेडी भइसकेको छ। यसलाई एउटा भाँडामा खनाएर यसमाथिबाट 2-3 आलु राख्ने। त्यसमाथि मैले पियाज राखेँ, चप गरेर राखेको पियाज। त्यसमा काटेर चप गरेरै राखेको धनिया, अकबरी खुर्सानी, स्वाद अनुसार नुन, यहाँ पिनेर राखेको टमाटर, टिमुर र धनियाको पेस्ट, अनि यसमा पिनेर राखेको तिलको धुलो। फेरि त्यही भाँडामा अलिकति तेल र चप गरेर राखेको अदुवा लसुन राखेँ। घरमा बनाएको अर्ग्यानिक बेसार राखेँ। यसरी झान र यसलाई तताएको तेलले यसरी झानिदिएँ। र अन्तिममा लेमन निचोर्दैछु। आफूलाई कतिको अमिलो मनपर्छ त्यो अनुसार हजुरहरूले लेमन हाल्न सक्नुहुन्छ। मेरो पनि फर्सीको मुन्टाको अचार मैले पहिलोपटक ट्राई गरेको छु। अरू अचारहरू त मैले बनाइरहेको थिएँ, तर फर्सीको मुन्टाको अचार चाहिँ मैले पहिलोपटक बनाउँदैछु साथीहरू। मैले आफ्नै हातको सहाराले